गोर्खा सेवन्ने साथीहरू हो। आज पनि फेरि त्यस्तै हिजो जस्तै भनौँ अब तलबाट व्हाइट फिल्डबाट चाहिँ यो मेट्रोमा आयो यहाँ सरदेसाई हस्पिटलसम्म। यहाँ मेट्रो किन त्यहाँदेखि यहाँसम्म छ स्टेसन होइन, त्यहाँ झरेर चाहिँ अहिले दाजुहरू चाहिँ भित्र जानु भइरहेछ। म यहाँ बाहिर वेट गरिरहेको छु हो। अनि भरे खानाहरू चाहिँ अब हामी अब यदि ढिलो भयो भने चाहिँ यतै लन्च गर्छौँ, छिटो भयो भने चाहिँ हामी तल आश्रममा गएर गर्छौँ होइन। किन आश्रमको खाना एकदमै दामी छ। फेरि आज आश्रममा चाहिँ के हो भने आज चाहिँ नारायण सेवा गर्दो रहेछ। नो अब कस्ट क्या अब फ्री डिस्ट्रिब्युसन गर्दो रहेछ अब भोजनहरू है। खाना एकदम स्वादिष्ट, चिप एन्ड बेस्ट अनि तपाईँको एकदम सादा खाना पाइन्छ। तर आज त झन् फ्री अफ कस्ट के भन्छ सन्डे स्याटरडे चाहिँ त्यस्तो गर्नु रहेछ अन्नदान। म चाहिँ यहाँ छु गेट बाहिर। आज फेरि फर्किँदैछ हामी साई हस्पिटलबाट। भोलि छुट्टी, अब पर्सि मात्रै छ अपोइन्टमेन्ट। त्यहाँदेखि चाहिँ एडमिट गर्नुहुन्छ। सन्डे चाहिँ होलिडे हो, अन्त फेरि मन्डे टु स्याटरडे हो हस्पिटलको टाइमिङ हो। अनि मन्डे चाहिँ जोइन गर्नु कति बजी बोलाएको छ? 8 बजे। छिटो 8 बजे भने चाहिँ एडमिट हुन्छ होइन। त्यतिखेर सबै टेस्टहरू भयो नि? जति छिटो सक्यो त्यतिखेर त्यतिकै हुँदो रहेछ क्या। टर्न छिटो आउँदो रहेछ क्या। अब जस्तै 1 नम्बर गयो भने चाहिँ छिटो हुन्छ। छिटै अब के हुने रहेछ अब टाइम हुँदो रहेछ। कतिजना अब टाइम के हो त्यो दिन चाहिँ अब कतिजना अपरेसन गर्ने खालको थुप्रै हुँदो रहेछ नि त्यस्तो चाहिँ। अब तल गएर हामी फेरि खाना खान्छौँ, किन क्यान्टिन 12 बजीदेखि लिएर 1:30 सम्म खुला रहनेछ। अनि क्यान्टिनमा खाना खान्छौँ, त्यहाँदेखि रेस्ट आज। आश्रममा चाहिँ भित्र नेटवर्क अलिक अब डिस्टर्ब हुन्छ हो। अनि हामी चाहिँ अहिले यहाँ बाहिर आइरहेको छौँ चलाउन। किनभने त्यो हामी बस्ने जुन चाहिँ लास्ट बिल्डिङ छ त्यहाँ चाहिँ राम्रो नेटवर्कै आउँदैन। त्यहाँदेखि अलिकति अगाडिसम्म त नेटवर्क राम्रै हुन्छ हो। अनि अहिले चाहिँ यहाँनिर यसो रिफ्रेसमेन्टको लागि पनि अनि रमिता लाउँदै हो यहाँ आइरहेको छ। अघि त्यहाँ माथि गोरुबथानको भाइजीले चाहिँ बस्दो रहेछ। अस्ति हामीले जहाँ होटलमा भेटेको थियौँ भाइले भेटेको जानु रहेछ। केटाहरू थुप्रै छ, रोज्नु केटाहरू यता भेटिँदैछ होइन, केटाहरू गर्दो रहेछ। यहाँ आइरहेछौँ। अब हामी जाँदैछौँ भित्र आश्रमभित्र, किनभने खाना अब बेलुकाको खाना डिनरको टाइम भयो। किन डिनर चाहिँ बेलुका 7 बजीदेखि 8 बजीसम्म थियो। त्यसले अब जाँदैछ। दाजुले पनि पर्खिरहेको होला भित्र हो जाँदैछ। अब चाहिँ हामी खाना डिनर भएर एकछिन बाहिर गयो, अन्त अब चाहिँ रुममा पस्दैछौँ। एकदम खाना चाहिँ आज चाहिँ उयो के भन्छ शनिबार चाहिँ नारायण सेवा हुँदो रहेछ। अन्त आज चाहिँ एकदम फ्री अफ कस्टमै खानाहरू एकदम। रुम आइपुग्यो। साईराम साईराम। ल त साथीहरू, आज चाहिँ हामी खानाहरू खाइसक्यो। अहिले आएर रुममा ढल्किरहेको। अनि आजको दिन चाहिँ खाना चाहिँ एकदमै अब
त्यसै नै पैसा तिर्नु नपर्ने होइन, त्यसै खानु पाइने रहेछ। यो चाहिँ किन भन्दाखेरि चाहिँ साई सङ्गठनको चाहिँ के भन्दाखेरि सन्डे चाहिँ नारायण सेवा गर्छ, तर यहाँ चाहिँ स्याटरडेको दिन होइन अब खानाहरू त्यसै दिनुहुँदो रहेछ। बाहिरबाट जति पनि आउनुहुन्छ उहाँहरूलाई पनि फ्री, हामी भित्र बस्ने पनि फ्री होइन। अरू बेला चाहिँ अब हामी उयो काट्छ कुपन काटेर चाहिँ खान्छौँ है, तर आज चाहिँ त्यसै नै खानु पाइने रहेछ। अनि जुन चाहिँ अब बटर मिल्क भयो होइन, अनि वडाहरूको लागि चाहिँ कुपन काट्नु पर्ने रहेछ, बाँकी खाना सब्जीहरूको लागि चाहिँ त्यसै नै अब खानु पाइने रहेछ। यति भन्दै साथीहरू अब सुत्ने बेला पनि भयो है, एकछिनमा सोध्छौँ हामी अनि एकछिन गफ गरेर। अनि आजलाई यति नै। जय गोर्खा, जय